हेलो एन्ड नमस्ते सबैजनालाई। आज हामी चाहिँ लोके झर्ना घुम्न जान लागेको छौँ। ल सबैजना यहाँ रेडी हुँदैछ चट्टा लगाएर चिया खाँदै। के छ हालखबर? ठिक छ। गाइज अब चाहिँ हामी फाइनल निस्किन लाग्यो है। सबैजना रेडी भइसक्यो। ल हामी चाहिँ अब निस्किसकेको, सबैजना गइसक्यो। अब हामी चाहिँ के जान लाग्छौँ। ल साथीहरू, गाइजहरू ढिलो गरेर हामी चाहिँ एक्सर्साइज गर्दैछौँ यहाँ। हामी चाहिँ एभ्रिवेयर जिम चाहिँ छोड्नु भएन है। खतरा छ यहाँ चाहिँ फेरि। आमा आजको भ्यू चाहिँ यस्तो दामी भइरहेको छ है। आमा त्यहाँनिर त यस्तो उसुलाएर ओ ल है त। अब चाहिँ हामी नन स्टप लाग्छौँ हाम्रो गन्तव्यतिर। ल हेरौँ है काठमाडौँको भ्यू यस्तो दामी भइरहेछ अहिले पानी परेर। हिजो रातभरि पानी परेर होला खतरा देखेको छ। ल त गाइज हामी चाहिँ अहिले झोरको माथि आइपुगिसकेका छौँ। यस्तो दामी भइरहेछ यहाँको यार सिनरी यस्तो दामी उसु लगाएर आमा खतरा चिसो भइरहेछ। ल है दामी देखाएको छ आजको वेदर। योभन्दा पनि माथिबाट खतरा देखाएको थियो। जङ्गल पनि यस्तो दामी देखाएको छ। ल हरियो मस्त छ। ल हेर्दा रोडमा पनि पानी दामी छ। र हामी चाहिँ अब लौके झर्ना चाहिँ अलिक तलै होला। यो चाहिँ कुन झर्ना यो थाहा भएन। हामी चाहिँ निस्केको अब यो लौके झर्ना हो कि के झर्ना होला। लौके झर्ना हेर्न मान्छे चाहिँ खतरा छ यहाँ पुऱ्याउनै आएछ। ल नुवाकोटको फेमस ठाउँ गुरुङ गाउँ आइपुगिसक्यो। अब हामी यतै कतै यहाँ अगाडि पनि हाम्रो गुरुङ दाइहरू है सबैजना। राकेश गुरुङ, अनिल गुरुङ होइन, पछाडि सन्दीप गुरुङ। र हामी चाहिँ अहिले यहाँ बजार आइपुग्यो है। अब हामी यहाँ खाजा खाने है। त्यसपछि खै तपाईको सुरुवात देखाउनु त। यो खेलेर आयो क्या। भयो लाग्यो त यार नाङ्गे भइसक्यो। अन्डा अन्डाकै बलात्कार। तपाईको नाम? Hello, my name is Rakesh Gurung. गुरुङ हो तपाई? नक्कली गुरुङ। यो गुरुङ गुरुङ। हेलो, नाम भन्नु सजिलो। मोनिका गुरुङ नक्कली गुरुङ हो। यता बबी गुरुङ। हुनेवाला चाहिँ बुढी गुरुङ। हुनेवाला चाहिँ बुढी गुरुङ। यता पनि बुढी गुरुङ। हुनेवाला बुढी गुरुङ यता नि। सँग नै हिँडे हेरे त अन्डा खाएर पिरो आउँदा रहेछ। घरमा दिँदैन मा परेका धेरै हुन्छ त नखायो मा कतिखेर नि हट्छ मा परेका धेरै हुन्छ त नखायो मा कतिखेर नि हट्छ। ल साथीहरूमा चाहिँ हामी खाजा खाएर चल्दैछ। फेरि हाम्रो राइड सुरु भइसकेको छ। A few moments later. ल हामी चाहिँ अब लौके जान जाने बाटो चाहिँ हेरेछ है। दाइहरूलाई कुलिरहेको छ, कति आइपुग्छ। बाटो चाहिँ ढलानै रहेछ है, तर पहिला चाहिँ थिएन रहेछ, तर अहिले चाहिँ ढलानै रहेछ। झर्ना जाने कता हो? बाटो चाहिँ अलिक अफरोड रहेछ है, तर मजा आउँछ अफरोडमा चलाउन। अब स्कुटरको चाहिँ के हालत हुन्छ थाहा छैन। ल वेदरको कुरा गर्नु पर्दैन। हेर्नु यस्तो दामी सिन चाहिँ यहाँ छ है, हरियाली छ। अनि हामी चाहिँ बाइकमा आएको, दाइहरू त हिँड्दै पो आइरहेको छ। 4 जना मस्त हिँड्दै आइरहेछ आनन्दले। अब हामी लेफ्ट राइट के भने 1 2 1 2 ल
लप्पेन त्यस्तो त 10 वटा किनिदिन्छ यसरी हो क्या सिनेमेटिक सिनेमेटिक ट्याटु हान्दैछु त्यसरी राम्रोसँग बस्छ त्यो हात कालो ओ सुनिरहेको चाहिँ सबै यहाँ खतरा खतरा गीत गाउँदो रहेछ अन्त लौडो पुल रहेछ त ल झर्ना चाहिँ यो आइपुग्यो अनिललाई चाहिँ जाँदैछ है नड्यो भने फेरि वाह 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 अब हामी चाहिँ यहाँ पुल तरेर जाऊँ भनेको यहाँ पुलै छैन अब कसरी जाने भयो अब अनि ऊ त्यहाँ माथि जाने हो त्यहाँ मान्छेहरू भएको ठाउँमा त्यहाँबाट खतरा दिएको रहेछ ल सबजना चाहिँ बिचार राइस दाइ मात्र एक्लै सबजना पुल तरिसक्यो चलि यहाँ सबैजना कट्यो बल्ल तल राकेश दाइलाई चाहिँ अलिकति गाह्रो भएर थियो फाइनली कट्यो ल एकदम एडभेन्चरस भइरहेछ हाम्रो यहाँको जर्नी आम्मामा यहाँ पानीले हानेर छिट्टा फोनमा सबै लाग्यो ओए फाइनली अब धेरै पछि घुम्न आएको यार मजा आयो आम्मामा यहाँ कसले घोच्यो पानीले भिजेर यहाँ सब लुटुकै भयो यार ल आउनुहोस् त्यहाँ ग्याङहरू मनिका खै मनिका जहिले लास्टमा हुन्छ मनिका खै मनिका सानो बच्चा हराएको सुच जुगा स्पटेड है जुगा स्पटेड ब्लगमा आउँछ अब सबैजना आज यहाँ हाम्रो जागो जाए अनिल दाई वान म्यान आर्मी विदाउट चड्डी कस्तो छ राइस दाई केरा ल तपाईँबाट हान्छ हेरौँ न एक मिनट घुस भयो क्या मस्त बेकार जिंदगी है यहाँ के अरे लौके झर्नाको लोकल हात खाँदैछु ल यहाँ पछाडिको ब्याकग्राउन्ड चाहिँ फेरि अक्खा देखिरहेको चाहिँ पाइल्स भएको छ यो खुट्टे यस्तो फटाएर बस्छ यार पाइल्स भएको छ यो खुट्टे यस्तो फटाएर बस्छ यार दामी फ्रेस भयो खाएर चाहिँ के फ्रेस भएको छैन यहाँबाट हेर्दै ल यसै खानु चाहिँ यो त स्पेसल हो नि दाइ यहाँ कडा चाहिँ खाना मिलाएर अब चाहिँ हाम्रो खाना खाने सेसन सुरु भइसक्यो दामी छ फर्स्ट बाइट धान्नै पऱ्यो नि अति मिठो ओ माई गड क्यामेरा मात्रै होला क्यामेरा अफ गरिदिन्छु हगेको पनि हाल बुझिस् खाएर तपाईँलाई आएको हिजोको मिठो खाना आज निस्किँदैछ आएको चाहिँ तपाईँको हातमा त साँच्ची कस्तो दामी छ भात तपाईँ नै आएर खानुहोस् है यो ठाउँमा खानाजाना खाइयो तर दामी मिठो चाहिँ यहाँको है यस्तै प्लेट यहाँ साफ भइसक्यो सञ्जिताले हेर दाना दाना छोडेर सबै कस्तो छ राकेश दाई तर तिनचोटि थप है यहाँ त घिउ पनि खतरा दामी छ सबै मिठो छ तपाईँहरू त्रिशुली अथवा रसुवा आउँदाखेरि छरेको बाटो जाँदाखेरि यो बाटो आउनु होला यो आमा के हो यो माउन्टेन भ्यू भन्ने रिजोर्ट छ एकदम मिठो
यो पनि थपी दिनुहुन्छ होइन मासु चाहिँ थप्दैन तर दामी दामी थियो, तर खाना चाहिँ बबा खाना चाहिँ मजा आयो स्टप भएको मन ठुलो रहेछ। मन ठुलो छ ल यस्तो दामी दामी छ ल यतिकै हावामा छिरेको तर खतरा चाहिँ तपाईँको आउनुहोस् होला